हजुर मेरो खड्गबहादुर साई खड्गबहादुर सांसद पनि अहिलेको अहिलेको सांसद ए कुन क्षेत्र मुगु मुगु ए ल क्षेत्र एउटै मात्रै हो हजुर हजुरलाई भेट्नु एउटै क्षेत्र मात्रै हो एउटै क्षेत्र मात्रै अनि हजुरको मेरो चाहिँ लाजपाट हो के गर्नुहुन्छ म त्यतिकै यसो त्यस्तै त टाइम पास ए भन्नाले चाहिँ के भनेदेखि हजुर चाहिँ के भनेदेखि जे होस् अनि यो जुन घटना भयो नि हजुर हजुरकै क्षेत्रको पर्छ कि मेरो मतदाता ए मतदाता मेरै मतदाता निर्वाचन क्षेत्र मुगुमा एउटा मात्रै हो हजुर म भन्दा अर्को मान्ने छन् म मात्रै मान्ने हुँ हजुर र अब पीडा सबैको साझा है निर्वाचन क्षेत्र मेरो भए पनि व्यक्ति मेरो भए पनि त पीडा आम मुगा के अरे नेपालीको हो जस्तो लाग्छ मलाई अब के हुनुपर्ने हो चाहिँ के भने क्षतिपूर्ति दिनुपर्ने हो क्षतिपूर्ति दिने भन्ने कुरा हाम्रो साजन अघि पनि भने अब यो अरू त के उपाय होला र हैन हजुर क्षतिपूर्ति दिनु पर्छ कति जति क्षतिपूर्ति दिँदाखेरि चाहिँ ठिक होला अब त्यो मैले तोक्ने विषय हैन तै पनि आफ्नो विचार हुन्छ अब यस्तो छ जस्तै 1 लाख 2 लाख 5 लाख 10 लाख 20 लाख कति एउटा छोरी छ छोरीको उच्च शिक्षासम्मको पढाउने एउटा व्यवस्थापन हुनु पर्यो र श्रीमतीलाई उसको स्तर अनुसारको जागिरी हुनु पर्यो र परिवारलाई क्षतिपूर्ति हुनु पर्यो सरकारकै तर्फबाट भएको हो यो घटना चाहिँ किनभनेदेखि प्रहरी यस्तो छ सरकार तर्फबाट हो कि कसको तर्फबाट हो सरकारको आधिकारिक धारणा आउनुपर्छ भनेर मैले भनेको जे हो सरकारले चाहिँ के भनेदेखि हेर्नु पर्यो क्षतिपूर्ति पहिला त सरकारको आधिकारिक धारणा आउनु पर्यो हिजोदेखि अहिलेसम्म व्यक्तिगत विषयमा जो जति आयो होलान् गृहमन्त्रीज्यू पनि रातभरि कुर्नु भयो उहाँलाई म व्यक्तिगत हिसाबले उहाँलाई म धन्यवाद दिन चाहन्छु किनभने गृहमन्त्री जस्तो मान्छे रातभरि कुर्नु भएको छ उहाँको व्यक्तिगत हिसाबले आउनुभयो तर नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक नभइकन मेरो हिसाबले वार्ता बस्नु हुँदैन भन्ने पक्षमा म छु यसले जिम्मा त कसैले लिनु पर्यो नि त हिजो बिहान नगरपालिका जिम्मा नगरपालिका महानगरपालिका एउटा विज्ञप्ति निकाल्यो हाम्रो कुनै पनि संलग्नता छैन भनिसक्यो अनि हो कसले लिने हो जिम्मा गर्ने घटना घटाएको कसले हो त यसका बारेमा सरकारको आधिकारिक धारणा आए त्यसपछि हामी वार्तामा बस्ने भन्ने कुराहरू भएको छ अनि हजुर कुन पार्टीबाट पार्टीको कुरा यस्तो हो पार्टी जोसुकै पार्टी होला जस्तोसुकै पार्टी होला र अन्यायका विरुद्धमा राष्ट्रमा भए पनि म लड्न तयार छु काङ्ग्रेसबाट लड्न तयार छु एमाले माओवादी जुनसुकै भए पनि अन्यायका विरुद्धमा लड्न म तयार छु पार्टी जेसुकै होला म अहिले सामूहिक सबैको सार्वजनिक मान्छे हो मान्य भइसक्यो पार्टी साथी छोडिदिनुहोस् टिकट कुनैले दियो त्यो एउटा टिकट भनेको एउटा साध्य हो साधारण साध्य होइन साध्य भनेका जनता हुन् जनताले भोट हालेर मान्य बनाएपछि पार्टीको आफ्नो ठाउँमा रहन्छ पार्टी ठाउँमा रहन्छ म मुगुको सांसद नयाँ जरिवानाको विषयमा के छ तपाईँको धारणा अब यो भन्दा हाउसदेखि लिएर रोडदेखि लिएर सडकदेखि लिएर सदनसम्म बोलेछौँ जुन कर लगाइरहेको छ नेपाल सरकारले 100 बुदा 100 दिनका निम्ति सार्वजनिक गरेको थियो 100 दिनसम्म हामीले यही बुदा काम गर्छौँ भनेर भनेको थियो मैले भन्दा तपाईँहरूले बुझिराख्नु भएको छ आम पब्लिकलाई जुन बुदाहरू काम गर्यो सरकारले 100 दिनसम्म जति काम गर्यो आम पब्लिकलाई के पढेको छ कस्तो पढेको छ कागजी घोडा दौडाएर हुँदैन जनतालाई चाहिएको रिटर्न रियल चाहिएको जनताले उधारो शब्द चाहेका छन् जनताले नखत चाहेका छन् जनतालाई अहिले चाहेका छन् जनतालाई बिहान खाए बेलुका के खाऊँ बेलुका खाए बिहान के खाऊँको अवस्था छ हामी भोलि गर्छौँ भनेको भरमा हुँदैन हिजोका दलहरूले पनि गर्छौँ भनेर आएका थिए आज ती दललाई दोष लाएर 35 वर्ष के पनि गरेनौँ भनेर नयाँ शक्ति र नयाँ सरकार आएका छन् र त्यो सरकार र त्यो शक्तिले पनि उधारा कुरा गरेर हुँदैन नेपाली जनताले पत्याउने अवस्थामा छैनन् अब साँच्चीकै रियल जनतालाई परिणाम देखाउनु पर्छ कागजी घोडा दौडाएर हुँदैन त्यही भन्नेमा छु यसको विपक्षमा हुनुहुन्छ तपाईँ नयाँ जरिवानाको अब यस्तो विपक्षमा जनताले तिर्न सक्दैन नि त्यत्रो जरिवाना त हैन र मैले त्यही त जनताले तिर्न सक्दैनन् जरिवाना तिर्न सक्दैनन् आज यो प्रतिनिधि पात्र मात्रै हो वास्तवमा यस्ता घटनाहरू भोलि भयावह स्थिति नआउला भन्न सकिने अवस्थामा छैन हामीले हिजो नेपाल सरकारले लागेको करका बारेमा यो एउटा त्यो उसको जरिवानाको मात्रै कुरा छैन करदेखि लिएर सम्पूर्ण सबै नीति र कार्यक्रम ल्याएको छ त्यो नीति र कार्यक्रम ल्याउँदै गर्दाका केही कमी कमजोरीहरू होलान् गल्ती त्रुटिहरू होलान् ती कमी कमजोरी सुधारेर नेपाली जनताका हितमा नेपाली जनताका पक्षमा आउनुपर्छ उभिनुपर्छ सरकारले त्यो ढङ्गले हिँड्नुपर्छ भन्ने पक्षमा हामी लागिरहेका छौँ संसदमा बोलिरहनु भएको छ बोलिरहेको अब हजुर सांसद पनि हुनुहुन्छ हजुर त्यहाँ के अरे संसद भवनमा गएर बोल्नु पनि सक्नुहुन्छ हैन के बोल्नुहुन्छ त यस
विषय अब बोल्दा बोल्दा थाकिसक्यौँ। हजुर होइन बोले अब भर्खर घटना यही भइरहेको घटनाका बारेमा पनि मैले 3 पटक बोलिसकेँ हजुर हाउसमा। के हिजो बोले, के भन्नु बिहान बोले, फेरि अघि गएर बोले हजुर होइन। अब यो बोल्दा बोल्दा म आफै थाकिसकेँ। सरकारले अब कति सुनेको छ, अहिलेसम्म त्यस्तो किसिमको रेस्पोन्स देखाएको त छैन। हजुर तर त्यति बेवारिस सरकार हुनु हुँदैन हजुर होइन। हिजो नेपाली जनता तपाईँ हामीले मत हालेर जुन सरकारमा पुर्याएका छौँ, र यो सरकार जिम्मेवार ढङ्गले हजुर जुन मत दिने मतदाताको पनि त कदर गर्नुपर्छ, मत दिने मतदाताको पनि चित्त बुझाउन सक्नुपर्छ। हामीले सही ढङ्गले सही व्यक्तिलाई मत दिएछौँ, भोट दिएछौँ भन्ने किसिमको अनुभूति नेपाली जनताले गराउनु यो भन्ने पक्षमा। कसको के कारणले चाहिँ यस्तो मृत्यु हुनु भएको हुनसक्छ? अब यो कारण त तपाईँले देखिराख्नु भएको छ। बिचरा कहाँको मुहुको मान्छे, यहाँ काठमाडौँ मुहुको मान्छे, सायद तपाईँलाई पनि मुहु कहाँ भने थाहा नहुन सक्छ। तपाईँहरू एउटा पत्रकार जगत हो, नेपाल राज्यको एउटा तेस्रो अङ्ग चौथो अङ्गको रूपमा हामी लिन्छौँ। तर पनि जहाँ व्यक्ति पुग्न सकेन, राज्य पुग्न सकेन, जहाँ सरकार पुग्न सकेन, त्यहाँ पत्रकार पुगेका हुन्छन्। सायद तपाईँहरू पनि पुग्न नसक्नु भयो होला। त्यस्तो ठाउँ छ कि मुगु? हजुर यहाँ मुगु कुन ठाउँ हो भन्दै गर्दा बरु रारा भनेपछि अलिअलि चिन्छन्। मुगु कुन ठाउँ हो भनेपछि मुगुको बारेमा कोही व्यक्तिले कहाँ थानकोटभन्दा कता पर्छ भनेर पनि भन्नुहुन्छ। त्यस्तो किसिमको यहाँ नेपालमा त्यो किसिमको अवस्था पनि छ। चाहे सकेसम्म अहिले भएका मन्त्रीहरू मण्डलमा भएका व्यक्तिलाई पनि मुगु कुन ठाउँमा छ, कहाँ पर्छ, त्यति पनि थाहा नहुन सक्छ। त्यस कारण त्यस्तो दुर्गम ठाउँबाट आएर बिचरा घरबार चलाउन नसकेर त्यहाँबाट आफ्ना आमा बुवालाई ल्याएर, श्रीमती ल्याएर, बच्चा ल्याएर के भन्छ भक्तपुरमा एउटा कोठा भाडा लिएर बसेर अनि त्यो एउटा पठाउ चलाएर जीविका उपार्जन गरिरहेको मान्छे, घर परिवारलाई पालिरहेको मान्छे हिजो एउटा करका हिसाबले, कर लाउनका हिसाबले त्यहाँनिर गएर एउटा बाइक रोकेको भरमा आत्मदाह गर्नुपर्ने परिस्थिति नेपाल सरकारले ल्याएको छ। यो सम्पूर्ण सबै जिम्मा नेपाल सरकारले लिनुपर्छ। अहिले अनि त्यो के अरे बैठक चलिरहेछ यहाँ, के अरे संसद भवनमा बैठक चलिरहेछ। अब म त्यो बैठक छोडेर हो, बैठक चलेको 1 बजेबाट सुरुवात भएको बैठक हाउस चल्यो। म त्यो बैठकमा बोलेर म आएँ। हजुर र यसपछि अब म यस विषयमा बोल्नुभयो? यसै विषयमा बोलेँ। हजुर यस विषयमा बोलेको छु। मैले मात्रै बोलेको छैन। यो भाइको यो व्यक्तिगत घटना हुँदै होइन, राज्यले चाहिँ यो भाइको जिम्मा लिनुपर्छ, प्रधानमन्त्रीले लिनुपर्छ, यो भाइको जिम्मा प्रहरी प्रमुखले लिनुपर्छ। यो विषयमा मैले मात्रै बोलेको होइन, त्यहाँ सांसदमा सम्पूर्ण सबै सांसदले बोल्नुभएको छ। यो यहाँ भाइले सत्ता आत्महत्या गरे होइन, कुनै यो कुरै भाइले छैन। विद्रोह गरेको। जताततैबाट चाहिँ बन्द भएपछि, न्यायको ढोका बन्द भएपछि जताततैबाट एकजना भाइलाई लखटिरहने, यहाँको ट्राफिकले, यहाँको